आहा कति राम्रो प्रेजेन्टेसन यस्तो राम्रो प्रेजेन्टेसन मैले मात्र 2 मिनेट्समा बनाएको छु तपाईलाई पनि यस्तो प्रेजेन्टेसन बनाउन मन छ भने हाम्रो भिडियो अन्तिमसम्म हेर्दिनु होला फर्स्टमा gamma.app मा जानुहोस् र जेनेरेटको अप्सनमा क्लिक गर्नुहोस् अब तपाईले प्रेजेन्टेसन बनाउन खोज्नु भएको टपिक दिन सक्नुहुन्छ मैले चाहिँ द पावर अफ आईटी इन टुडेज वर्ल्ड भनेर दिएको छु त्यसैगरी तपाईले टप लेफ्टमा कार्डको अप्सन पनि देख्न सक्नुहुन्छ मैले चाहिँ 10 कार्ड सेलेक्ट गरेको छु तपाईले आफ्नो निड अनुसार कार्ड सेलेक्ट गर्न सक्नुहुन्छ यहाँ कार्डको साइडमा रेशियोको अप्सन पनि देख्न सक्नुहुन्छ मैले चाहिँ डिफल्ट नै चुज गरेको छु यसमा हजुरले 16:9 वा 4:3 रेशियो पनि सेलेक्ट गर्न सक्नुहुन्छ अब जेनेरेट आउटलाइनमा क्लिक गर्नुहोस् र आफ्टर फ्यु सेकेन्ड यसरी आउटलाइन जेनेरेट भएको देख्न सक्नुहुन्छ आउटलाइन जेनेरेट भइसकेपछि तपाईले आफ्नो निड अनुसार कार्डमा एडिट गर्न सक्नुहुन्छ यहाँ थीमको पनि अप्सन देख्न सक्नुहुन्छ मैले चाहिँ यो थीम चुज गरेको छु अब जेनेरेटमा क्लिक गर्नुहोस् जेनेरेटमा क्लिक गरेको आफ्टर फ्यु मिनेट्समै तपाईले यस्तो राम्रो रिजल्ट पाउन सक्नुहुन्छ अब तपाई प्रेजेन्टेसन एक्सपोर्ट अथवा सेभ गर्न चाहनुहुन्छ भने तपाई टपमा गएर प्रेजेन्ट ट्याबको साइडमा 3 डट क्लिक गर्न सक्नुहुन्छ यहाँ क्लिक गरिसकेपछि एक्सपोर्ट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ क्लिक गरिसकेपछि तपाईले यस्तो ट्याब देख्न सक्नुहुन्छ यहाँ हजुरले आफ्नो निड अनुसार एक्सपोर्ट अथवा सेभ गर्न सक्नुहुन्छ यस्तै भिडियो हेर्नको लागि ब्रोडवे इन्फोसिसलाई फलो गर्नुहोस् शेयर इट विथ योर फ्रेन्ड्स एन्ड सेभ इट फर लेटर थ्यांक यू